धन्यवाद त कहाँ उल्टो शङ्का गर्ने। यहाँ म भन्न चाहन्छु 14 अरबको ठेक्कालाई सिधै 22 अरब पुर्याइएको छ। सिधै 8 अरब भ्रष्टाचार भयो कि भएन? यो सार्वजनिक खरिद ऐन विपरीत भयो कि भएन? र अर्को कुरा माटो 2 अरब मान्यज्यू 2 अरब तपाईँ सुन्नु न मान्यज्यू सुन्ने कि तपाईँले लेखेर दिनुभयो नि त यो बाँकीलाई पढ्न दिनु न भन्न पाउनुपर्छ सभापति भन्न अर्को मिटिङमा पाउनुहुन्छ। तपाईँको माटोमा यहाँ बदमासी भएको छ। त्यति मात्र नभएर तपाईँको एसीमा 7,42,659 डलर चाहिने बदमासी भएको छ। त्यसपछि गएर रिटेपाली डाँडामा 32 करोड 2 लाख चाहिने बदमासी भएको छ। फ्युल ट्याङ्कमा 39 करोड 20 लाख बदमासी भएको छ। फ्लाइट प्रोसिजर डिजाइन पहिला गर्नुपर्ने ठाउँमा एयरपोर्ट निर्माण भइसकेपछि फ्लाइट प्रोसिजर डिजाइन यहाँ हामी अहिले हेर्न सक्छौँ। यो भ्रष्टाचार हो कि होइन? यो पनि 22 अरब भित्र गर्नुपर्ने सभापतिज्यू। तर त्यो नभएर मान्यज्यू एकछिन ल तपाईँ एकछिन रोक्नुहोस्। हामीले आफूलाई किन गाली गर्दैछौँ म कुरो बुझ्दिनँ कि। ठिक छ होइन, अब यो बिचमा सदन पनि चल्दैछ। जुन दिन फुर्सद हुन्छ बसौँला न बैठक होइन। यसमा अगाडि जाउँ होइन होइन भनेको के समितिको बैठक र यो बैठक एकैचोटि हुन्छ? प्रधानमन्त्री ठुलो राजाभन्दा माथि हुन्छ बोलाउनु हुँदैन। आजमा 2 साल भइसक्यो लेखा समिति किन प्रधानमन्त्री आएन? मुख्य सचिव किन आएन? कसले अनि एकाउन्टेबल त उनीहरू हुनुपर्छ नि। किनकि त्यहाँ ठिक छ त वर्तमान अर्थमन्त्री यसो छलफलै गर्न जोडिएको छ। तपाईँको भाषालाई म हुन पाउँदिनँ, म हुँदिनँ। अमर सिंहजी बाहेक कोही पनि बस्न मिल्दैन किनभने होइन हो। अब रासपा पनि रिसेन्ट विगतमा सरकारमै थियो। एमाले त छँदैछ, कङ्ग्रेस छँदैछ, आजीवनै छौँ जस्तो छौँ हामी त होइन। माओवादी पनि 65 साल पछाडि यदाकदा बाहेक सबै सरकारमा हुँदै हुनुहुन्छ। राप्रपा पनि छँदैछ भनेपछि त हामी कसै पनि यो फिटमा छैनौँ छानबिन अथवा अध्ययनको निम्ति। यदि भैरवामा तपाईँले मलाई एक्सेप्ट गर्नुहुन्न भने पोखरामा त्यही प्रकृतिको सदस्यलाई एक्सेप्ट गरेर यो रिपोर्ट कसरी हुन्छ? कसका निम्ति लागु हुन्छ नि? अनबारेर लागु हुन्छ? ठुलो कराउँदा लागु हुन्छ? कसका निम्ति लागु हुन्छ? त्यस कारण यो रिपोर्ट पहिलो प्रारम्भिक हिसाबमै स्वार्थ प्रेरित रिपोर्ट छ भनेर कसैले भन्यो भने अस्तिको बैठकको निर्णय अनुसार त्यो गलत हुँदैन, त्यो सही हुन्छ। धन्यवाद। तपाईँ हट्दै गर्दा वा बस्दै गर्दा धेरै ठुलो फरक हुँदैन, हामीलाई सहयोग गर्न सक्नुहुन्छ। तर त्यो उहाँले संयोजकत्व छोडिसक्नु भयो भने तपाईँ सदस्य पनि छोडिदिनुहोस् न भन्ने हो मेरो। सभापतिज्यू मेरो आग्रह के भन्दाखेरि त्यो बैठकमा कुरा पनि भएको, उहाँले पनि छोड्ने मैले पनि छोड्ने भने, तर त्यो औपचारिक निर्णय नभएको कारण